नमस्कार सबैमा नमस्कार छ। म गंगा एसकी यतिखेर तपाईहरु सामु के भन्न आएको छु भने विशेष गरी यो मेरो भिडियो देखिसके पछाडि मेरो गंगा हिस्की भ्लग र गंगा हिस्की टिकटकमा गंगा हिस्की पेजमा फेसबुकमा गएर कृपया यति सानो हेल्प गरिदिनु हुनको लागि सबैमा हार्दिक अनुरोध छ। सबैमा एकदम तपाईहरुले गरिदिनुहुन्छ भन्ने म आशावादी छु। त्यसकारण तपाईहरुलाई आज अन्य बाटो घाटोतिरको सिन भन्दा पनि अहिले आफू बसिरहेको ठाउँको भिडियोहरु बनाएर तपाईहरु माझ पुर्याउन कोसिस गरिरहेको छु। हेर्दै जानु होला, माया नमार्नु होला। कस्तो लाग्छ के लाग्छ कमेन्टमा लेखिदिनु होला। युट्युबमा गंगा हिस्की भ्लग भनेर सर्च गरेर मेरो गंगा हिस्की भ्लगकै लोगो छ, त्यो लोगो भएकोमा चाहिँ टक्क क्लिक गरिदिनु होला। सब्स्क्राइब गर्न नबिर्सिदिनु होला कृपया साथीहरु। तपाईहरुको जरुरत छ, खाँचो छ तपाईहरुले चाहिँ। अब कस्तो अब कहाँको भिडियोहरु त तपाईहरुले हेर्नुहुन्छ देख्नुहुन्छ, तर म एउटा गंगा हिस्की युट्युब च्यानल खोलेको छु। मेरो पनि कृपया शेयर गरिदिनुहुन्छ भन्ने मलाई एकदम आत्मविश्वास छ। र सब्स्क्राइब त भन्नै पर्दैन होला, अघि नै भनिसके हैन। त्यसकारणले गर्दाखेरि यो भिडियो चाहिँ तपाईहरुले फेसबुकबाट टिकटकबाट र गंगा हिस्की भ्लग युट्युब च्यानलबाट तपाईहरुले देख्न सक्नुहुनेछ। त्यसकारण यस्तो ठाउँमा छु म आज। तपाईहरुलाई एउटा एकदम रमणीय अर्थात एकदम कस्तो खालको के खालको भन्ने ठाउँहरु पनि देखाउन गइरहेको छु। हेर्दै लोभ लाग्ने ठाउँ छ ल है त। तपाईहरुले मैले स्किन नगरिकन सिधै देखाउने जमर्कोमा छु। ल हेर्नुस्, यो चाहिँ मलेसियाको जोरबारु स्थित माउन्ट अस्टिन भन्छ यो ठाउँलाई चाहिँ। हामी बस्ने बिल्डिङ चाहिँ अहिले म 7th फ्लोरमा छु। 7th फ्लोर देखि लिएर टक्क लाएर माथि हेर्न सक्नुहुन्छ भने हाम्रो टोटल गरेर 24 फ्लोर्स छ। ल हेर्नुस् है, माथि टप चाहिँ त्यो हो, 24 फ्लोर्स हो है। म अहिले 7th फ्लोरमा छु। अब यसै गरी मैले चाहिँ ग्राउन्ड फ्लोर देखाउनलाई चाहिँ यहाँदेखि तल हेर्नुपर्छ। यो गाडीहरु पार्किङ गरेको ठाउँ चाहिँ ग्राउन्ड फ्लोर हो, हाम्रो ग्राउन्ड फ्लोर हो। ट्याक्कै लाएर मलेसियाको पेट्रोल पम्प चाहिँ म तपाईहरुले देखाउन गइरहेको छु। भिडियो स्किन नगरिकन हेरिदिनु होला। यस्तो हुन्छ मलेसियाको पेट्रोल पम्प चाहिँ है गाइज। मैले माथिबाट खिचेको छु, अलिक मिलेन, माथि सोलर प्यानल छ। यस्तो छ है, यस्तो छ। बाटो घाटो भन्नुहुन्छ भने यस्तो छ रमणीय। त्यही माथि हरियाली सिन छ। आज पानी बिदो भएको हुनाले गर्दाखेरि एकदम राम्रो सिन भइरहेको छ। यहाँ चाहिँ दिनहुँ जसो पानी परिरहेको हुन्छ। अचानक आज चाहिँ पानी बिदो भएको कारणले गर्दाखेरि मौसमहरु एकदम राम्रो देखिरहेको छ। हेर्नुस् गाइजहरु, तपाईहरुले चाहिँ कृपया शेयर सब्स्क्राइब गर्न चाहिँ भुल्दै नै नभुल्नु होला। यस्तो छ बिल्डिङहरु, यस्तो छ है। यो पुरानो टाइपको बिल्डिङ हो। त्यो परको हेर्ने नि त्यो नयाँ अहिलेको समयको बिल्डिङ हो। यो मलेसिया सिटी हो। सिटी भन्दा पनि एउटा गाउँतिरको सहर हो है। फेरि एकदम वहाँ केएल कोलालमपुर जस्तो ठाउँ यो होइन। यो चाहिँ गाउँतिरको सिटी हो। यहाँ पनि एकदम रमाइलो छ। त्यो बस्तीहरु हो, मान्छेहरुको बस्ती बस्ने ठाउँ। यो होस्टेल इलाका हो। यस्तो छ गाइस। हावा उदुम चलिरहेको छ। हावाले उदुमै डिस्टर्ब गरिरहेको हुनाले गर्दाखेरि चाहिँ भोइसमा अलिकति कन्फिडेन्ट हुन सक्छ। त्यसमा चाहिँ क्षमा प्रार्थी छु। कृपया राम्रोसँग बुझिदिनुहुन्छ भन्ने मलाई आशा लागेको छ। कुरा गर्दै जाँदाखेरि एउटा टक्क यो पेट्रोल पम्पको कुरा थियो। यो चाहिँ पल्लो पेट्रोल पम्प हो। यो दुईटा पेट्रोल पम्प हो। यो चाहिँ पल्लो पेट्रोल पम्प है। यहाँ जान हामी लगभग 5 मिनेट लाग्छ। क्यामेराले चाहिँ एकैछिनमा आइहाल्यो। अनि यो चाहिँ दोस्रो हो। अर्को चाहिँ यो चाहिँ ट्याक्क लाएर भन्नुपर्दाखेरि मलेसियाको भ्यू पोइन्टहरु यस्तो छ है अहिलेको समयमा। अहिले ट्याक्क लाएर हेर्नु पर्दाखेरि चाहिँ मेरो स्टुडियोको घडीमा
5:10 गएको छ, अपराह्नको 5:10 गएको छ है। यहाँ चाहिँ यस्तो छ, हामीले देखाउन सक्ने कुराहरू देखायो। अनि तपाईँहरूले कृपया कमेन्ट गर्नु चाहिँ नबिर्सनु होला। म चाहिँ यो पल्लो घरको बिल्डिङमा यो कार पार्किङ हो, 5 तलासम्म छ गाइज। यो चाहिँ मोटर बाटो है, गाडीहरू हिँड्ने बाटो हो। यस्तो छ, टक्क लाएर त्यहाँ ग्राउन्ड फ्लोरबाट त्यहाँबाट चढ्छ, टक्क लाएर ल्याएर चाहिँ यो यिनीहरू पनि 6-7 फ्लोरसम्म हो। त्यसपछिको बिल्डिङ बल्ल मान्छे बस्ने पछिल्लोको बिल्डिङहरू हुन्छ। यस्तो छ गाइज, म्यान नमारिदिनु होला। आई लभ यु अल, सबैलाई नमस्कार छ। फेरि पनि सेयर सब्सक्राइब गर्नु चाहिँ भुल्दै नभुल्नु होला। सबैमा नमस्कार, धन्यवाद छ। जय गङ्गा स्की ब्लग।